हेलो गाइस, आज चाहिँ हाम्रो साथीहरू भन्नुपर्दा होइन गाइस, हाम्रो उहाँ नरेन्द्र दाई चाहिँ जाँदै हुनुहुन्छ आज नेपाल। अनि हाम्रो उहाँ हेलो गाइस, नमस्ते, गुड मर्निङ। अनि यहाँ आज हाम्रो दाई जाँदै हुनुहुन्छ नेपाल। अनि हाम्रो अब छिट्टै पनि अब यो हाम्रो अहिले चुनाव कहिले हुने र दाई? फागुनमा हुने कुरा छ। हाम्रो तपाईँ कुन पार्टीको हुनुहुन्छ र दाई? हजुर, म अहिले माटोमा असाध्यै उहाँले माटोलाई रुचाउनु भएको छ। हामी जन्मेर थुप्रेको पनि माटोमै हो, जाने पनि माटोमै हो। हामी सब माटो पार्टीलाई सपोर्ट गर्नुपर्छ। र हामी सबै हाम्रो नेपालीहरू हुनुहुन्छ यहाँनिर, सबै सुतिराख्नु भएको छ हाम्रो साथीहरू। हामी झापातिरको हुन्छौँ, चितवनतिरको, पश्चिम पूर्वतिरको सबैजना हुनुहुन्छ यता है। अनि भोलि होइन सरी गाइस, आज जाने तयारीमा हुनुहुन्छ। अनि उहाँ हाम्रो प्रेम सरले चाहिँ अब लेखापढी गर्दै हुनुहुन्छ। अनि त्यसपछि दाइ चाहिँ जाँदै हुनुहुन्छ नेपाल है गाइस। भोलितिर नेपाल झर्नुहुन्छ होला। आज राति 3 बजे, बिहानको 3 बजेको फ्लाइट छ। केही शब्द भनिदिनुहोस् न। एकदम ठिक छ, अब जाने हो। चस्मा लाउनु तपाईलाई चस्मा ठिक छ त? चस्मा लाउनु यो टी-शर्टसँग सुहाखा के तपाईँ? हैन, यो ठिकै छ, यो पार्टीकै। दाइ तपाईलाई कस्तो लाग्छ हाम्रो माटोले यसपालि के कति सिट जस्तो ल्याउला? हाम्रोमा मात्रै हैन, नेपालै पुरा विश्वास छ? विश्वास नि। अब तपाईँ यहाँबाट गएपछि तपाईँ श्रम गर्नको लागि पनि जाने तयारी म हुनुहुन्छ? जाँदै गर्ने हो, यहाँदेखि नै घर नपुगी। भेरी गुड। यसरी नै सबै उहाँहरूको सोच, हामी सबैको सोच यस्तै हुनुपर्छ भन्ने लाग्छ। तर कतिपयको सोचहरू कस्तो हुन्छन् भन्ने कुरा थाहा छैन होइन। ल अब एकचोटि दाजुभाइले यस्तो गरेर हेलो गरिदिनु न। ल हेलो ल गाइस, आजको लागि चाहिँ यति नै है। उहाँ आउँदै हुनुहुन्छ नेपाल। धन्यवाद। हेलो गाइस, बाई बाई।